बच्चा पाएर मात्र बच्चाको अभिभावकत्व चाहिँ मैले पुरा गरेँ, मैले आफ्नो रेस्पोन्सिबिलिटी पुरा गरेँ भन्ने कुरा चाहिँ हुँदैन है। यो चाहिँ सबै प्यारेन्ट्सहरूले चाहिँ सुन्नै पर्ने कुरा हो। खासमा चाहिँ तपाईँहरूको एकदम खराब खराब बानीहरू भन्छु है म। यो कुरासँग तपाईँ एग्री गर्नुहुन्छ हुँदैन? बच्चाको नराम्रो कुरो म गर्दिनँ अहिले, मैले अभिभावकको चाहिँ नराम्रो कुरा गर्छु है। तपाईँ एज अ प्यारेन्ट हुनुहुन्छ भने चाहिँ सबैभन्दा मुख्य कुरो तपाईँ कम्पेयर गर्ने। तपाईँले आफ्नो बच्चालाई अरूको अगाडि कम्पेयर गर्नुहुन्छ। आफ्नो बच्चालाई हेर त फलानाको छोरो यस्तो, फलानाको छोरो यस्तो, तँ यस्तो, तँ उस्तो भनेर नेगेटिभ वेबाट तपाईँ त्यसरी त्यो बच्चाको अगाडि भनिरहनुहुन्छ नि, त्यो बच्चालाई नराम्रो लाग्छ है। अनि तपाईँको बच्चाको केही नराम्रो बानी छ भने तपाईँ बरु उसलाई एउटा कोठामा राखेर भन्नु। तर त्यो भन्नु, सम्झाउनु, गाली गर्नु एउटा छुट्टै कोठामा तपाईँ र तपाईँको बच्चा मात्र होस्, त्यसमा अरू थर्ड पर्सन कोही पनि नहोस् होइन। तपाईँ के गर्नुहुन्छ भने अरूको अगाडि बसेर बच्चा पनि त्यही छ अनि प्यारेन्ट्स पनि त्यही छ अनि थर्ड पर्सन पनि त्यही छ कि, चाहे त्यो छिमेकी होस् या साथीभाइ जो पनि हो, अनि त्यो बच्चालाई अरूको अगाडि गाली गरिदिने कि यस्तो उस्तो हेर भनेकै मान्दैन, यस्तो उस्तो इधर उधर हरेक कुराहरूमा आउँछ है। मलाई थाहा छ मेरो समाज कस्तो छ, हाम्रो समाज कस्तो छ, हाम्रो समाजले कसरी बोल्छ भन्ने कुरा मलाई थाहा छ, त्यही भएर मैले यो कुरा भनेको है। तपाईँहरूले पनि गर्नुहुन्छ यो कुरा। अर्को कुरो भनेको कोहीसँग रिस उठिरहेको छ भने त्यो रिस चाहिँ बच्चासँग पुग्ने। भर्खरको सानै बच्चा छ, कोहीसँग केही कुरा रिस उठिरहेको भने त्यो बच्चालाई पिट्ने। त्यो बच्चाले केही कुरा मानिदिएर आउँदैन, आमालाई रिस उठिरहेको हुन्छ अथवा बाउलाई रिस उठिरहेको हुन्छ, त्यो बच्चालाई पिटेर त्यो रिस शान्त पार्ने तरिका के तपाईँहरूको चाहिँ। अनि तपाईँहरू बच्चाले एउटा इक्जाम्पल लिन्छु है। तपाईँको बच्चाको कुरो थर्ड पर्सनको अगाडि नराम्रो भनिरहनु भएको छ होइन, उसले सुनिरहेछ, तपाईँले भनिरहनु भएको छ नि त। त्यही कुरो थर्ड पर्सनले तपाईँको बच्चालाई भन्दाखेरि त तपाईँलाई अभियसली नराम्रो लाग्छ नि, किन नराम्रो लाग्दैन? पक्कै पनि नराम्रो लाग्छ। तपाईँ भन्नुहुन्छ फलानुले मेरो बच्चालाई यस्तो भन्यो, फलानुले मेरो बच्चालाई यस्तो भन्यो भने आफूले पनि त फलानुलाई त्यो कुरो भन्ने होइन नि त, गुनासो गर्ने होइन नि त। सो यो एकदमै बुझ्नुपर्ने कुरा तपाईँले गरिरहनु भएको छ, मलाई थाहा छ, तर नगर्नु होला। यो गर्नुभयो भने नराम्रो हुन्छ, तपाईँ र तपाईँको बच्चा बिचकै सम्बन्ध नराम्रो हुन सक्छ नि त। सो यो नगर्नु होला। त्यसपछि अर्को कुरा भनेको तपाईँ बच्चालाई रक्सीहरू लिन त अलिक कम पठाउनुहुन्छ होला, तर चुरोट र सुर्ती लिन चाहिँ बच्चालाई पसल पठाउनुहुन्छ कि तपाईँहरू। पसलवालाहरूले पनि दिएरै पठाउनुहुन्छ कि, त्यो दिएरै पठाउनुहुन्छ, कति ठाउँमा देखिरहेको हुन्छ होइन। तपाईँ बच्चालाई मादक पदार्थ, लागु पदार्थ जस्तो चिजमा इन्भल्भ नगराउनु कि। तपाईँ खानुहुन्छ भने तपाईँ सेपरेटली खानु, छुट्टै खानु होइन। तपाईँ बच्चाकै अगाडि रक्सी खाएर बस्दिरहनु भएको हुन्छ, बच्चाकै अगाडि चुरोट खाइदिइरहनु भएको हुन्छ, बच्चालाई चक्लेटको लोभ दिएर चुरोट ल्याइदिएन मलाई, सुर्ती ल्याइदिएन मलाई भन्नु भएको हुन्छ। यो एकदमै नराम्रो कुरो हो। यसबाट तपाईँको बच्चाले के सिक्छ भन्ने कुरा हो है। म सानो हुँदा मैले मेरो घरनिरको हजुरबाबाट, हजुरबाले जहिले नि सुर्ती ल्याइदिनु भन्नुहुन्थ्यो, म हजुरबाले 5 रुपियाँ दिनु भन्नुहुन्थ्यो, म 5 रुपियाँको लोभले सुर्ती लिन जान्थेँ। धन्नले त्यो कुरा ममा लागु भएन। अभियसली हाम्रो जेनेरेसन ग्याप धेरै छ, त्यतिखेर यो कुरो पनि मलाई थाहा थिएन, यो कुरो पनि उहाँलाई थाहा थिएन। जेनेरेसन ग्याप धेरै भएको कारणले गर्दाखेरि हामीलाई यो कुरोले फरक परेन। प्लस म आफैमा नै सेन्सिटिभ भएको नाताले के सही के गलत छुट्याउन सक्ने कारणले गर्दाखेरि मैले पनि त्यो कुरालाई युटिलाइज गरेर म आफै खान थालिनँ होइन। तर सबै बच्चाले यस्तो नगरान् भन्ने त हुँदैन नि त। तपाईँ बच्चालाई बच्चाको अगाडि मुख छाडिरहनु भएको हुन्छ, एकदम रफ वर्डहरू बोलिरहनु भएको हुन्छ। तपाईँको बच्चाले के सिक्छ, तपाईँको बच्चाले अरूलाई के सिकाउँछ, यस्तो नगरिदिनु होला। बुढाबुढी बच्चाको अगाडि झगडा नगरिदिनु होला, रक्सी जस्तो चिज सकभर नपिइदिनु होला। तपाईँहरूलाई यो एकदमै रिक्वेस्ट हो। आई थिङ्क यो कुरा तपाईँहरूलाई थाहा छ, तर तपाईँहरू मान्न चाहिँ तयार हुनुहुन्न। धेरै जसो प्यारेन्ट्सको कुरा गरेको मैले यो चाहिँ। तपाईँले पनि यस्तै केही कुरा गर्नुहुन्छ भने नगर्नु होला। प्लस यो बाहेक अरू के कुराहरू छ जुन अभिभावकको कमजोरी छ, त्यो कुराहरू यदि तपाईँलाई लाग्छ भने त्यो पनि कमेन्टमा छोडिदिनु होला। आई थिङ्क देख्ने जति सबैले थाहा पाउनुहुन्छ होला। सो त्यही हो। थ्याङ्क यू।